नमस्ते सबैजनालाई म अभिषेक लकान्द्री हामी चाहिँ आज पशुपति भन्ने ठाउँ जाँदैछौँ उता घुम्नको लागि हैन नमस्ते म गीता लकान्द्री मलाई देखाउनु भएन हौ गीता लकान्द्री भन्ने नमस्ते म गीता लकान्द्री आमै भन्नु नाम देवी माया लकान्द्री नमस्ते म देवी लकान्द्री भन्नु न चलकपुर लकान्द्री ठटाल ठटाल हैन लकान्द्री के भन्छ नाम बिर्स्यो फेरि कोपिला 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 फुलमाया लकान्द्री भनौँ न डाइरेक्टली त्यो भएछ पशुपति जाँदैछौँ हामी चाहिँ आज टक्कर आएर होइन आज पशुपतिमा यत्रो भिड रहेछ हाम्रो गाइजहरू त हुन्छ सबजना यहाँ हेलो यता हेरौँ न सबैजना आमा आज धेरै ठुलो भिड रहेछ यहाँनिर धेरै ठुलो लाइन रहेछ भनेको भिड भन्दाखेरि यो पछाडि पनि यहाँ सब लाइन यत्रो छ पूजा गर्नलाई हजुर यहाँ बनाउँदैछु त ए घाम चाहिँ पसिना यहाँ हेर्नु न कस्तो पसिना आएको पशुपति आइपुग्यो कत्रो ठुलो लाइन क्या लाइन दुईजना हाम्रो पछाडि एकैछिन पछि आउँछु म है गाइज लाइन चाहिँ बसै छौँ है आज हामी यहाँ लाइन बस्छै छ खै घट्दैन आधी घन्टा भइसक्यो लाइन सर है अब चाहिँ सरमै सरम ल आऊ अब केटाकेटी हो ए लाइन त यहीँ भर्खर आइपुग्यो उहाँसम्म छ लाइन कत्रो ठुलो रहेछ क्या शनिबार भरै होला शनिबार भएर आज कस्तो गर्मी भएको मलाई घाम यस्तो टन्टला फुलाएको छ नि आज एकैछिन पछि आउँछु फेरि गाइज अब चाहिँ अति नै गर्मीले यता हाम्रा पार्टीहरू सब यहाँ गर्मीले लास्टै अब यो त लास्टै धेरै लामो लाइन भयो क्या धेरै लामो ढिलो आइएछ हामी घाम उस्तै 12वटा घाम लागेको छ साउनमा यस्तो भिड हुन्छ नि यहाँ है सोमबार त अनि त्यो साउनको महिनै भिड हुन्छ क्या बोलबमको पुरै भिड हो यस्तो छ गर्मीले लत्रक्कै कपाल भिजिसक्यो हामी लाइन बसेको यहाँदेखि सट्टा यस्तो घुमेर यहाँ आउँदा पनि आम्मामा हेर्नु यत्रो लाइन गर्दा पनि गर्मीले भन्दा हाँटिदेखि चाहिँ यहाँदेखि यत्रो लाइन छ बाँकी अझै आम्मामा हामी पुग्नु पर्ने म माथि हेलो भान्जी के छ खबर भान्जी भान्जी भन्ने यताबाट देखाउने क्या यता ल हामी जोडिँदै गर्छौँ यसरी नै है ए कता ब्याक क्यामेरा भएछ बसाइ जारी नै भइरहेछ हाम्रो यहाँ यताबाट आएर यो चाहिँ उता घाटतिर जाने बाटो छ क्या यता घाटतिर यता आएर त्यो मान्छे जलाउने ठाउँतिर यहाँबाट सट्टा यताबाट आएपछि त्यस्तो सट्टा यहाँबाट यो ट्याक्कै यहाँबाट पारी तरेर त्यो एउटा जस्तै हात पनि छिराउने ठाउँ छ नि त्यहाँनिर त्यो माथि उता गुहेश्वर जाने बाटोमा त्यहाँ पनि जाने रहेछ बाटो अनि त्यो मान्छे जलाउने ठाउँ पनि रहेछ क्या यहाँनिर धुवा उडिरहेछ क्या यहाँनिर यताबाट यताबाट पनि जान्छ यताबाट पनि जान्छ बाहिर यो चाहिँ गेटमा जाने बाटो हो यता चाहिँ बाहिर निस्किने बाटो चाहिँ यसरी नै हामी जोडिँदै गर्छौँ म चाहिँ घामै पछि चस्मा फेरेको छु यहाँनिर चस्मा फेर्दैछु हाम्रो आमै गर्मीले यहाँ बसिरहनु भएको छ अघि यहाँ बस्नुभएको थियो त्यहाँ पर बस्नुभयो अहिले यहाँ हुनुहुन्छ अब अलिक माथि चढ्नुहुन्छ यहाँ हामी टन्नै छौँ लाइनमा त्यही भएर हामी यहाँ बसिरहनु भएको छ फोहोर लग्ने रहेछ यो चाहिँ
फोहोर लाग्ने गाडी चाहिँ पशुपतिको हेर पैसाहरू हुन्छ नि त यहाँ पैसाहरू हेर्दो रहेछन् कहाँनिर कता धेरै पो जुम भएछ त आमाको रुमाल ओढेको छु मैले चस्मा बुइनीको लगाएको छु उडायो चस्मा के भन्छ चस्मा भन्दा आएछ उडायो ह्याङ्की रुमाल त्यहाँ रहेछन् हाम्रो गाइजहरू त्यहाँ बसिरहेको रहेछन् दुईजना नन्दा भाउजू चाहिँ अब क्लियर त देखिँदैन आइफोन होइन के गर्नु गाह्रो छ यहीँ यी दुइटी हुने यी दुइटी हाई गर्दैछन् मबाट अहिले आउँछन् उनीहरू पनि यहीँ हामी धेरै भइजानु भएकोले बल्ल यहाँ धराङदेखि यत्रो कति बल्ल यति 1 घन्टामा यति कति हो त हेर्नु न कम हो त आज त यत्रो भिड छ अझै यो लाइनमा माथि पुगेर भित्र छ ल म आउँदै गर्छु जोडिँदै गर्छु है त 1 घन्टाको लाइन बसे पश्चात बल्ल पालो आउन आँटेको अवस्था हामी यहाँ आइसक्यौँ अब लगभग टुङ्गिने आँटो हेर्नु हामी उहाँदेखि थोरै घुम्यो त यहाँदेखि उहाँदेखि आम्मामामा यस्तो डिजाइनले घुम्दाखेरि कस्तो हुन्छ होला बन्यो लु तिमी बन्यो तिमी गर नै छ नाटक ज्यादा गर्छन् हो यत्रो संसार होइन फेरि कडा गाली गरिदिनुहुन्छ गाह्रो छ बुझ्ने पानी छ खाम तिमीलाई पानी कति खानुहुन्छ सबैजनालाई अब चाहियो बसेर चाहिएन होइन मोबाइल खाएको देखाइदिउँ न हामी चाहिँ मन्दिर आइसकेको छौँ यहाँ चाहिँ मन्दिरको टुप्पामा बल्ल बल्ल मन्दिरको टाउको ल हामी थोरै हिँड्यौँ त यहाँ देखाउँ ए हाम्रो दाइको हालत त्यस्तो छ गलेर यहाँ पसिना ए फेरि भाउजू चाहिँ यस्तो हुन्छ हाम्रो मान्छे त फेरि यता त कडा हो नि त म्याडम त गर्मी कस्तो साह्रो भइरहेछ क्या पसिना मिल्दैन यो त कहाँ छ अब लाइन यत्रो 1 घन्टा बसिसक्यो गाइज मेरो मान्छेको दिमाग नै छैन क्या फेरि सबै मेकअप गइसक्यो होइन त्यही मेकअप त छैन मेकअप ला हो त्यसले गर्दा आमै पनि डह्रो बसाइ भयो आमेको चाहिँ यहाँ फेरि बसेको बसे बस्दा खुट्टा लास्टै पोलेर यो ढुङ्गा छ कि यहाँ ढुङ्गाले क्या यस्तो ढुङ्गा छ नि कुनै फेरि कस्तो डिजाइनको भने यो कुनै ढुङ्गा चाहिँ कुनै ढुङ्गा चिसो कुनै ढुङ्गा तातो क्या फेरि होइन कुनै ढुङ्गा चिसो कुनै ढुङ्गा तातो हक्क गर्नु यस्तो पनि हुँदो रहेछ ल सधैँ छ है लाइन एकदम सरेको छ लाइन अब लगभग आउन आँटो है त्यहाँ छ मेन ढोका आम्मामा अझै आधी नै छ लाइन होइन त त्यहाँ हो मेन ढोका चाहिँ त्यहाँनिर हो अझै आधी नै लाइन रहेछ हौ झन्डै ल आम्मामा यत्रोबाट पार गरेर आउँदा पनि अझै आधी नै ढोका छ क्या आधी नै बाँकी छ क्या ढोका आउनलाई हाम्रो फेरि सबै छन् 9जना छौँ अनि बोतल पनि दामी होइन क्लिप गर्न खोजेको फेरि म पुग्ने बेलामा भेट्छु है त जहिले पनि क्यामेरा ब्याक गरेर भनेको ल चेक गरेँ ल 2 घन्टा पछि फाइनलमा आँट्यो यहाँ आइपुग्यो यत्रो ठुलो लाइन पार गरेर आम्म त्यहाँदेखि तल अझै थोरै ठुलो थिएन बल्ल 2 घन्टा पछि यहाँनिर आइपुग्यो टक्कै यहाँबाट छिराउने रहेछ तर हामी चाहिँ उता मेन गेट चाहिँ उतापट्टि थियो यहाँबाट पनि छिराउने छ र यहाँबाट पनि छिराउँछ ल बल्ल आइपुग्यो भने त आमै बल्ल आइपुग्यो थोरै कष्ट पर्यो यहाँ दुःख कष्ट यहाँ आइपुग्नलाई घाममा पसिनाले पुरै यत्रोकै भिज्न आँटिसक्यो पसिनाले पुरै अनि केही मिलेको हुन्छ
घामले पुरै टन्टलापुर घाम अझै पनि घाम त भेट्दै राख्ने अब चाहिँ लगभग छिर्न आँट्यो है अब यो भित्र मोबाइलमा चलाउनु भित्र भिडियो गर्नु लानु मिल्दैन पुग्न आँट्यो म कल आएर भित्र छिरे पछाडि मात्रै अब फर्केपछि फेरि भिडियो गर्छु सबैजना जोडिराख्नु होला एकछिन त अझै गर्दा नि हुन्छ कस्तो राम्रो ठाउँ छ हाम्रो 8-9 जनाको टिम सब यता पछाडि छन् के अरे बहिनी क्यामेरा ठिकै छ आइफोन त होइन त्यही नै यसो के खाना बाँडे खान रे हुन्छ केही पड्काउने मजाले खाना खालीमा दिन्छ फ्रीमा हुन्छ त्यो त फ्रीको खाना खाने हो यो यस्तो हो क्या अङ्कल यो इन्डियनहरू खाएको रहेछ क्या यो खाना पनि यो खाना नेपालीले पनि होइन रहेछ क्या मारवाडी भनेको कस्तो नेपाली नै हो उनीहरूले खुवाउँदो रहेछ क्या व्यापारी हुन् आमा दिदी अरू ठ्याक्क बसिहाल्नु अहिले फेरि झगडा झन्डै परिगयो अघि अनि गाइज के गर्नु अब मन्दिरमा पूजा गर्न नि गाह्रो छ बिचमा मान्छे छिर्दैछन् झगडा तर पर पसिना चोकिहाल्नु नि मिठाई नि धेरै छैन के खानु लाइनमा ट्याक्क सबैजना अब अहिले बाज्ने झगडा गर्ने कुरो हुँदैन ल ट्याक गेटमा आइपुग्न आँट्यो गेट चाहिँ यता छ हामी चाहिँ यताबाट छिर्नुपर्ने छ यहाँबाट अब अहिले निस्केपछि म देखाउँछु यो यतापट्टि यो ठ्याक्कै यहाँबाट यता जाँदाखेरि यहाँबाट गएर अनि यतापट्टि छ फोन यता भित्र रेकर्ड गर्न मिल्दैन त्यही भएर अहिले यहाँ गरिहालेको क्या यता छौँ हाम्रो सब गाइड्सहरू गाइड्स हाम्रो आमै कति राम्री हुनुभएको छ आज राम्रै लाइन मिच्छन् क्या यहाँनिर लाइन चाहिँ मिस नै हुँदैन है मन्दिरमा चाहिँ पूजा गर्न आइसकेपछि हामी यहाँ 2 घन्टा ट्याक्कै 2 घन्टा पछि फाइनल्ली गेटमा छिर्न आँट्यो अब हजुर देखाएँ है एकै ठाउँमा त ल अहिले पछाडि आउँछौँ हामी ल गाइज अहिले है त एकछिनको लागि ल है त हामी चाहिँ टक्कै पूजासुजा गरेर निस्किसक्यो यहाँ फोटोसोटो एकछिन सुट गर्छौँ फोटोसोटो सबैजना यहाँ सबैजना एकछिन फोटोसुट गरेर टक्क लगाएर अनि हामी यतै खानापिना पाउँछ अरे फ्रीमा त्यतै जान्छौँ होला सायद अब खानालाई 1-2वटा फोटो खिचौँ न है ल कला रे पूजा गरेर निस्केर यहाँ बाहिर 1-2वटा फोटोसुट गर्छौँ आउँछौँ है त र हामी चाहिँ सब पूजासुजा सकेर टकटुक फोटोसोटो खिचिसकेर अब रुमतिर जान लागेका छौँ सबैजना ल घामले यस्तो खुट्टा पोलेको छ नि यहाँ तल ढुङ्गा तातो हुँदो रहेछ आमा यताबाट हिँड्नु यहाँ जाने कुराकानी भयो परेको छ अघि यहाँ तलदेखि लाइन यत्रो लामो थिएन धेरै ठुलो लाइन थियो आउँदैछन् यता गाइजहरू हाम्रो यहाँ छु म आमै चाहिँ बहिनी यहाँ छिन् सबै हाम्रो गाइजहरू आइसक्यो यता ल लु जाउँ अब लु जाने अब हामी जान्छौँ एकैछिनपछि जोडिन्छ है म नमस्ते सबैजनालाई आज हामी सबैजना डुलघुम गरेर बाहिर के खाएर भनेर रुम आइसकेको अवस्था छ अहिले चाहिँ होइन दिउँसो भिडियो गर्न त्यति पाइएन अलिकति पूजासुजा गरेको थियो धेरै भोक लागेको थियो हिँड्यो हऱ्यो धेरै हिँड्यो अनि बिचमा खाजासाजा खाना भर्न बस्यो सबै भिडियो त बनाउने सोच थियो तर पनि समय पश्चात मैले भिडियो बनाउन सकिनँ त्यसको लागि क्षमा चाहन्छु
यताबाट फेरि उता जिस्काउँदैछन् मलाई त्यसै भएर म यतिमै आजको भ्लग टुङ्ग्याउँछु होइन। माया गरिदिनुहोस्, पहिलो भ्लग हो मेरो होइन। यसरी क्यामेरा अगाडि म फर्स्ट टाइम बोल्दैछु, एकदम अलिकति अप्ठ्यारो त भइरहेको छ, त्यही पनि ठिकै छ, म्यानेज गरिहालिन्छ नि भनेर है त। ल, जय नेपाल।